आज हामी 1979 मा वर्ल्ड हेरिटेज साइट अथवा विश्व सम्पदा सूचीमा समावेश गरिसके पछाडि नेपालको विश्व सम्पदा सूचीमा समावेश गरिएको 10औं सम्पदा मध्ये एक काठमाडौँ दरबार स्क्वायर क्षेत्रमा प्रवेश गर्दैछु। आज यस क्षेत्रमा रहेको विभिन्न कलात्मक सांस्कृतिक सम्पदाहरूको अवलोकन गर्ने उद्देश्यले म यस क्षेत्रमा प्रस्थान गर्दैछु। दशैंको भोलिपल्ट भएको कारणले होला सायद यस क्षेत्रमा खासै मानिसहरूको आवाज त्यति देखिँदैन अरू बेलाको तुलनामा। बसन्तपुर दरबार पृथ्वीनारायण शाहको 9 तले दरबार हो र यसको छेउछाउमा भक्तपुर टावर, ललितपुर टावर र कीर्तिपुर टावर जस्ता दरबारहरू जुन मन्दिरको रूपमा अहिले रहेको छन्। यहाँको प्रशासनलाई नारायण हिटीमा सारे पछाडि यो नेपालको म्युजियम तथा राष्ट्रिय सङ्ग्रहालयको रूपमा अहिले रहेको छ। हामीले देख्न सकिन्छ यो हो 9 तले बसन्तपुर दरबार। अहिले म्युजियमको रूपमा रहेको छ यो बसन्तपुर दरबार र यहाँबाट सिधै गएपछि हामी कुमारी चोकमा पुग्न सकिन्छ। आज यस बसन्तपुर म्युजियम भित्र हामी आज बिदाको दिन भएको कारणले म सायद त्यहाँ प्रवेश गर्न सकिँदैन। यो क्षेत्रमा अरू बेला ह्यान्डिक्राफ्टको बिजनेसहरू भए तापनि आज बिदाको दिन भएको कारणले गर्दाखेरि र दशैंको भोलिपल्ट भएको कारणले गर्दाखेरि यहाँ खासै त्यति साह्रो ह्यान्डिक्राफ्ट बिजनेसहरू हामीले देखिएको छैन। अगाडि जाँदा देखेको ठ्याक्कै ती सेतो घर, सेतो दरबार कालीन समयमा राजगद्दी आरोहण गर्नका लागि विभिन्न किसिमका महत्त्वपूर्ण कार्यक्रमहरू, विदेशी पाहुनाहरूलाई स्वागत गर्ने जस्ता क्रियाकलापहरू चाहिँ यहाँबाट हुने गर्दथ्यो। पार्लियामेन्ट सम्बन्धी सबै कामहरू पनि त्यहाँबाट नै यसैबाट हुने गर्दथ्यो। हामीले देख्न सकिन्छ अगाडिपट्टि कुमारी घर, जीवित देवी कुमारीलाई यस घरमा राख्ने गरिन्छ। यो जुन जयप्रकाश मल्लले 1757 मा निर्माण गरेको जुन बिहार शैलीको घर रहेको छ। यहाँ यस घरमा जीवित देवी कुमारीलाई यस घरको ठ्याक्कै माथि 3 तला माथि राखिएको छ, एउटा कोठामा राखिएको छ। हामीले देखिरहेको मन्दिर, ठ्याक्कै देखिरहेको मन्दिर त्रिलोक मोहन नारायण मन्दिर हो। यो मन्दिर 1990 मा सिद्धि लक्ष्मीद्वारा बनाएको मन्दिर हो। त्रिलोक भन्नाले 3 लोक भन्ने बुझिन्छ यो कुमारीको घर। यो ठ्याक्कै 2टा ठुल्ठुला बाघको चिन्ह भएको तोरण भएको यसको ठ्याक्कै माथिपट्टि कुमारी जीवको स्थान रहेको छ। अब हामी ठ्याक्कै यो त्रिलोक नारायण मन्दिर, मोहन नारायण मन्दिरको पछाडिबाट हामी उता काष्ठ मण्डपतिर, यो कुमारी घर काष्ठ मण्डपतिर गइरहेका छौँ। त्रिलोक मोहन नारायण मन्दिर विष्णुको 10 अवतार दर्शन गरे बराबरको पुण्य यस मन्दिरको दर्शन गर्दा मिल्छ भन्ने विश्वास रहेको छ। र यहाँबाट अगाडि बढ्ने क्रममा हामीले देख्न सकिन्छ काठमाडौँ काष्ठ मण्डप, जुन काष्ठ मण्डप काठमाडौँको इतिहाससँग जोडेको छ। काठमाडौँको नामकरण यसै मन्दिरबाट भएको थियो। यो पहिला पार्टीको रूपमा रहे तापनि अहिले आएर तान्त्रिक एउटा स्थानको रूपमा रहेको छ। यो काठमाडौँमा एउटा काठबाट बनाएको भन्ने विश्वास गरिन्छ। यहाँ हामीले देख्न सकिन्छ काठबाट मात्रै बनाएको छ यो काठमाडौँ काष्ठ मण्डप। जुन काष्ठ मण्डप राजा लक्ष्मी नरसिंह मल्लको पालामा निर्माण गरेको यो पार्टीको रूपमा थियो, तर पछि गएर एउटा तान्त्रिक थलोको रूपमा रहन गयो। यो 3 तले यो काठले बनाएको काष्ठ मण्डप यो बसन्तपुर
तथा हनुमान ढोका दरबार स्क्वायर एरियामा अवस्थित रहेको छ। अब हामी यहाँबाट अगाडि जाने क्रममा ठ्याक्कै अलिकति अगाडि गइसके पछाडि गोरखनाथको मन्दिर देख्न सकिन्छ। यहाँ यो गोरखनाथको मन्दिर रहेको छ काष्ठ मण्डपको ठ्याक्कै अगाडिपट्टि। आज पानी परेको कारणले गर्दा अलिकति चिसो मौसम र बिदाको कारणले गर्दाखेरि थोरै मानिसहरू सँगै रहेको यो मन्दिर मजु देवल मन्दिर हो। मजु भनेको अर्थ मातृ र देवलको अर्थ देवता मन्दिर। मजुको अर्थ आमा र देवलको अर्थ मन्दिर भएको कारणले मजु देवल मन्दिर यो मजु देवल मन्दिर हो। यसलाई रिद्धि लक्ष्मी निर्माण गरेको मन्दिर रहेको छ। यसको ठ्याक्कै पछाडिपट्टि नारायणको मन्दिर थियो, तर 72 सालको भूकम्पले भत्काएको कारणले गर्दाखेरि यो निर्माणाधीन अवस्थामा रहेको छ, तर जीर्णोद्धार अवस्था यो अहिले बनाइसकेको छैन। यो यस्तो रहेको छ यो नारायण मन्दिर। मैले देखिएको यो अगाडिको घर जस्तो मन्दिर यो शिव पार्वतीको मन्दिर हो। शिव पार्वतीको मन्दिर यसको अगाडिपट्टि विशेष गरी शिवरात्रि र तीजको बेला यहाँनिर चाहिँ निकै नै मेला लाग्ने गर्दछ। यो चाहिँ शिव र पार्वती यो जसकैलाबाट हेरिरहेको जस्तो देखिने। र यो बसन्तपुर दरबार पृथ्वीनारायण शाहको पालोको दरबार ठ्याक्क भित्रपट्टि बीच भागमा ठुलो एउटा मैदान जस्तो छ। त्यहाँ बैठक सभा बैठक गर्ने अनि यिनीहरू नृत्यहरू नाच्ने क्लब गर्दथे। अब यहाँबाट अलिक उता गइसकेपछि यहाँ एउटा घन्टी रहेको छ। यो घन्टी बेलाकालीन समयमा त्यस क्षेत्रमा रहेको सर्वसाधारणलाई सूचनाहरू दिनको लागि प्रयोग गरिन्छ, जुन राजा राणाबहादुर शाहले 1717 मा स्थापना गरेको थियो। यहाँबाट अगाडि बढिसकेपछि हामीले अगाडि बढ्ने क्रममा हामीले देख्ने यो ठ्याक्कै बाटोभन्दा यता साइडको अगाडिपट्टिको यो कृष्ण मन्दिर हो। र कृष्ण मन्दिर पछाडि अगाडि जाने क्रममा यो साइकल र साइकलको छेउमा यो प्रताप देवल जगन्नाथ देवल र कृष्ण मन्दिरको बीचमा रहेको डबलीमाथि रहेको राजा प्रताप मल्ल र उसका परिवारहरू 5 परिवारहरू रहेको यो खम्बामाथि ठ्याक्कै मन्दिर रहेको स्तम्भ तेजु भगवती मन्दिरमा को जलपले लगाएको छाना लगाएको उपलक्ष्यमा यो बनाएको यो स्तम्भ माथि 5 परिवार बनाएको छ। र हामीले देख्न सकिन्छ अब श्वेत भैरव मूर्ति राजा राणाबहादुर शाहले 1852 मा स्थापना गरेको थियो। हिन्दू कल्चर अनुसार शिवको उग्र रूपमा पनि लिइन्छ भने गोम्बो छाकटुक नामले चिनिन्छ। इन्द्र जात्राको दिन श्वेत भैरवको मुखबाट छ्याङ बार्ने र तिनलाई पवित्रताको रूपमा लिने चलन रहेको छ। यो सरस्वती मन्दिर यसको छेउको र ठ्याक्कै यहाँ काल भैरवको मन्दिर रहेको छ। काल भैरव राणाकालीन समयमा यति कसैले झुठो बोलेको खण्डमा यसको अगाडि यो मूर्तिको अगाडि ल्याएर कसैले झुट बोलेको खण्डमा रगत छाड्याएर मर्छ भन्ने जनविश्वास थियो। ठाउँ दोषीलाई सजाय दिने ठाउँको रूपमा पनि लिन्छ। काल भैरवलाई सुङमा पनि भनेर भनिन्छ। यही मन्दिरको छेउमा रहेको काल भैरव जगन्नाथ र कामसूत्र मन्दिर र यो ठ्याक्क बीचमा देखिएको मन्दिर तलेजु भगवती मन्दिर हो। तलेजु भगवतीसँग यो देखेको सेतो कागेश्वरी यो देखेको कोटिलिङ्गेश्वर मन्दिर यो महेन्द्र मल्लले बनाएको कोटिलिङ्गेश्वर यो भुवनेश्वर मन्दिर हो। र यो कागेश्वरी मन्दिर हो। तलेजु भगवती कोटिलिङ्गेश्वर महेन्द्र हामीले देखिरहेको यो सानो महेन्द्र हो। यो महेन्द्र मल्लले निर्माण गरेको हो। तलेजु भगवती मन्दिर सन् 1564 मा राजा महेन्द्र मल्लले स्थापना गरेको 120 फिट अग्लो मन्दिर हो। छानाहरू सुनले पोतेको छ भने यो विशेष गरी दसैँको नवमीको दिन मात्रै खोल्ने गरिन्छ, जुन
काठमाडौँ जिल्लाको सबैभन्दा अग्लो मन्दिरको रूपमा पनि लिने गरिन्छन्, जुन ठ्याक्कै यो तलेजु भगवती मन्दिर हो। यसरी बसन्तपुर एरियाको भ्रमण गरिसकेपछि हामी उँभो यो एरियामा पहिले बेसरी व्यापार व्यवसाय हुने गर्दथ्यो, तर आज दसैँको भोलिपल्ट भएको कारणले गर्दाखेरि सुनसान छ र अगाडि बढ्ने क्रममा यो इन्दिरा चोकतिर जाने क्रममा यहाँ एउटा यो साइडमा एउटा मन्दिर रहेको छ, जुन यो साइडमा रहेको मन्दिर ताना देवी तरानी भवानी मन्दिर यो ठ्याक्कै साइडमा रहेको छ। यो अजिमाको एउटा मन्दिर रहेको छ यो साइडमा। यसरी आज सानो ब्लग बनाउने क्रममा यसरी हामी यो काठमाडौँ बसन्तपुर एरियाको भ्रमण गऱ्यौँ। तानदेवी तोरानी मन्दिर भनेर यो भनिन्छ, आज बन्द रहेको छ। यहाँ अरू बेला श्रद्धालु भक्तजनहरू आउने र घुम्ने गरेको हामीले पाउन सकिन्छ। अब हामी यहाँबाट उँभो जाने क्रममा जुन इन्दिरा चोकमा पनि एउटा मन्दिर रहेको छ, जुन इन्दिरा चोकमा रहेको मन्दिर आकाश भैरव रहेको छ, जसलाई यो एकतला माथि रहेको छ। इन्दिरा चोक ठ्याक्कै पहिला मिठो लप्सी भनेर लस्सी बेच्ने गर्दथ्यो, तर बालेन सरकार आइसके पछाडि बालेन्द्र काठमाडौँमा मेयर भए पश्चात त्यो हटाएको छ र ठ्याक्कै इन्दिरा चोकमा रहेको मन्दिर जुन किराँती भगवानको रूपमा पनि लिने गरिन्छ र जुन आकाश भैरव भनेर पूजा गर्ने चलन छ। प्रायःजसो आज अत्याधिक भिडभाड हुने यो ठाउँ आज भने सुनसान नै हामीले देखिन्छ, सटरहरू सबै बन्द देखिन्छ। किन भन्दाखेरिमा यो नेपालीहरूको महान चाड दसैँको उपलक्ष्यमा सबै बिदा भएको कारणले गर्दाखेरिमा छिटपुट पसलहरू र केही मात्रामा मानिसहरूको आवत जावत हुने भएको कारणले गर्दाखेरि मलाई ब्लग बनाउन केही सजिलो भयो। यिनै हुन् आकाश भैरवको मन्दिर र आकाश भैरव यो इन्दिरा चोकमा ठ्याक्कै यस साइडमा विशाल बजार र यो न्यू रोड एरिया र न्यू रोड एरियाको यहाँ यो आकाश भैरवको मन्दिर यहाँ रहेको छ। आज भने बन्दा जस्तै देखिन्छ, यो एकतला माथि रहेको हुन्छ आकाश भैरवको मूर्ति, यो माथि रहेको छ। र यहाँबाट आज फेरि यो जुन तोरान यहाँ यो के अरे रहेको छ, यहाँबाट अब हामी उँभो जाने क्रममा फेरि हामी तपाईँलाई इन्दिरा चोक र आसनको बिचमा रहेको केला टोलको बिचमा एउटा मन्दिर रहेको छ, जुन बुद्धिस्ट र हिन्दू दुवैले मान्ने एउटा मन्दिर रहेको छ। जुन मन्दिर रहेको छ सेतो मछिन्द्रनाथ, हिन्दू कल्चर अनुसार सेतो मछिन्द्रनाथ र बुद्धिस्ट कल्चरमा चेरेन्जीको रूपमा चाहिँ पूजा गर्ने चलन रहेको छ। यो मन्दिर आसन बजारमा यसको किम्वदन्ती अनुसार आसनमा भेटेको खन्ने क्रममा भेटेको र जति खण्डलबाट धान निकाल्दाखेरि पनि त्यति नै त्यो प्रत्येक दिन भर्ने भएको कारणले गर्दा खन्दै जाँदाखेरिमा सेतो मछिन्द्रनाथ भेटेको भन्ने मान्यता रहेको छ। सेतो मछिन्द्रनाथ यो नवबुद्ध जाँदाखेरि नाला भन्ने ठाउँमा एउटा रहेको छ भने अर्को सेतो मछिन्द्रनाथको मन्दिर अथवा चेरेन्जीको मूर्ति यहाँ रहेको छ। ठ्याक्कै यो आसान बजार र इन्दिरा चोकको बिचमा रहेको छ। मैले तपाईँलाई देखाउन गइरहेको छु। यो ठ्याक्कै यो भनेको केला टोल भनेर आशा इन्दिरा चोकको बिचको एउटा चोकबाट साइडमा यो पश्चिमपट्टि एउटा गेट रहेको छ। यस्तो गेट, यो गेटभित्र पसिसके पछाडि हामीले दर्शन गर्न सकिन्छ र दर्शन पाउन सकिन्छ। यो हो सेतो मछिन्द्रनाथ यहाँ रहेको छ, जुन
च्यारेन्जीको रूपमा यो पेगोडा शैली निर्माण गरिएको मन्दिरमा रहेको छ। अब तपाईँलाई यो पेगोडा शैलीको थोरै म मन्दिरको माथिको गजुर देखाउन गइरहेको छु। गजुर बाहिरपट्टिको फुल हो अनि फुलसँगै रहेको यो कलाश हो। कलाशभन्दा मुनिको पेमा जुन कमलको फुल, त्यसपछि घन्टी को मुनि चाहिँ के छ, बज्रा छ। र यो देखिएको लामोलाई पाता भनिन्छ, जुन स्वर्ग जाने बाटो भनेर पनि भन्ने मान्यता रहेको छ है। अनि यो पाता हो। त्यो ठ्याक्कै हेर्दाखेरि यो पेगोडा शैलीको मन्दिर नेपालको झन्डा यहाँबाट चाहिँ नि झन्डाको आधा आकार देख्न सकिन्छ। यो हामीले जुन यो पेगोडा शैलीको मन्दिरलाई आधाबाट हेर्ने हो भने, यसरी हेर्ने हो भने नेपालको झन्डाको आधा, यसरी चाहिँ नेपालको झन्डा चाहिँ बनाएको हो। र यहाँ बिचमा चाहिँ नि ठ्याक्कै गजुर पछाडि मुनिको चाहिँ यो तोरान भनेर भनिन्छ। यो तोरानमा पुरै ब्रह्माण्डको चिजहरू यहाँ लुकेको हुन्छ। यहाँ यो ब्रह्माण्डमा रहेको, आकाशमा रहेको चाहिँ नि गरुडदेव, त्यसपछि पातालमा रहेको नागदेव र यो धरतीभन्दा पातालभन्दा मुनि रहेको चाहिँ के अरे मकराहरू चाहिँ यहाँ हामीले राख्छ भने ठ्याक्कै बिचमा चाहिँ जुन मन्दिरमा रहेको छ, जुन देवताको मन्दिर रहेको छ, त्यो देवता त्यसको ठ्याक्क बिच भागमा राखेको हुन्छ, जुन तोरानमा, जसलाई तोरान भनेर भनिन्छ। अब हामी तपाईँ यो ठ्याक्कै सेतो महेन्द्रनाथ अथवा च्यारेन्जीको कुवाको यो ठ्याक्कै छेउछेउमा हामीले अशोक चैत्य पनि देखिरहेको छ है। अशोक चैत्यहरू पनि देख्न सकिन्छ। यो च्यारेन्जीको मूर्ति यहाँ रहेको छ। यो तोरान हो। यहाँ हामीले देख्न सकिन्छ च्यारेन्जीको बिचमा सेतो महेन्द्रनाथ। र हामीले यहाँ देखिएको छ विभिन्न रञ्जना लिपिमा लेखिएको मानीहरू। र हामी अशोक, यसको ठ्याक्कै बाहिरपट्टि अशोक चैत्य पनि देखेको थियो। अशोक चैत्य राजा अशोकले बुद्धको पालोको 8वटा मन्दिरहरूमध्येमा एउटा मन्दिर बाहेक 7वटा मन्दिरको मन्दिरलाई 84,000वटा मन्दिर बनाएका थिए कि। ती मन्दिरहरूको सानो भागलाई निकालेर फेरि 84,000वटा मन्दिर बनाएको थियो। ती मन्दिरमध्येमा अशोक चैत्य यहाँ पनि रहेछ। अघि मैले पछाडिपट्टि देखेको थिएँ। यो अब 84,000वटा मन्दिर बनाउँछु भनेर अगाडि बढ्ने क्रममा अब ठुल्ठुलो मन्दिर त 84,000 त बनाउन सकिँदैन। त्यही भएर कारणले अशोकले सानो चैत्यहरू बनाएको थियो, जुन मन्दिरको जे भन्छ। जे भनेको चाहिँ थोरै अंश ल्याएर चाहिँ बनाएको थियो। र अब हामी यहाँबाट लगभग हामी आसान, इन्द्रचोक, बसन्तपुर दरबार घुमिसकेपछि, अब इन्द्रचोक घुमिसकेपछि अब हामी आसानतिर लाग्छौँ। आसानको ठ्याक्कै बिचमा एउटा अन्नपूर्णाको मन्दिर रहेको छ। यस अन्नपूर्ण मन्दिर रहेको छ, जुन पेगोडा शैलीको मन्दिर, जसलाई शेर्पा तथा टिबिटनमा याङ पुम्बाको रूपमा पनि लिने गरिन्छ, याङको मन्दिरको रूपमा लिने गरिन्छ, जहाँ एउटा पुम्बा अथवा कलाश रहेको छ, जुन याङ कलाश भनेर याङको रूपमा रहेको छ। बुद्धिस्ट कल्चर अनुसार याङ पुम्बा, लु पुम्बा, वङ पुम्बा गरेर र नर्मल पुम्बा गरी जम्मा 4 थरीको पुम्बाहरू रहेको पाइन्छ। यहाँ चाहिँ याङ पुम्बा, जुन साकालको लागि अथवा कुनै व्यापार व्यवसाय सञ्चालन गर्ने क्रममा यहाँ गएर पूजा गरेको खण्डमा राम्रो हुन्छ अथवा समृद्धि हुन्छ भन्ने मान्यताले विभिन्न किसिमको व्यापार व्यवसायमा संलग्न व्यापारीहरू आएर यहाँ पूजा गर्ने प्रचलन रहेको छ, जुन आसान चोकैमा रहेको छ। र यो अब हामी आसान चोकमा पुग्न आँटिसक्यौँ। यहाँ केही पसलहरू खोलिएको छ।
एउटा कुरा भन्न बिर्सेछ, मैले यो ब्लग हेरिरहँदाखेरि मेरो के अरे युट्युब चाहिँ सेयर चाहिँ गर्नु नगर्दा पनि हुन्छ होइन, तर सब्सक्राइब चाहिँ गरिदिनु होला प्लिज। यही हो के अरे अन्नपूर्ण मन्दिर, अन्नपूर्ण याङपुम्बा भनेर भनिन्छ। यहाँ विशेष व्यवसायमा संलग्न व्यक्तिहरू आएर पूजा गर्ने चलन चाहिँ रहेको छ। यो हो याङपुम्बा भनेर भनिन्छ। आज मैले यहाँ क्यामेरामा राम्रो देखाउन नसकेको खण्डमा यदि तपाईँहरू कुनै कारणवश यो एरियामा त प्राय भिजिट गरिरहनुहुन्छ, जसले भिजिट गरे तापनि एकचोटि आफैले दर्शन गर्न गरेको खण्डमा आज राम्रोसँग देख्न सकिन्छ यो भित्र। किन आज अलिकति घुइँचो रहेको कारणले गर्दाखेरि मैले यहाँ राम्रोसँग क्लियर देखाउन चाहिँ भन्ने सकेन। यसरी आजको मेरो यात्रा